युएमा सम्पन्न भएको युनिटी कपमा नेपाल टिमले 2-1 ले सिरिज जित्दै शानदार किसिमको विश्वसामु आफ्नो छाप छोड्न सफल भएको छ। नेपाली टिमको समग्र प्रदर्शन कस्तो किसिमको रहन पुग्यो र नेपालले अब खेल्दै गरेका दुई महत्त्वपूर्ण सिरिजको बारेमा समेत चर्चा गर्नेछौँ। अवश्य पनि नेपाली टिमका लागि भिडियो लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने एक सब्स्क्राइब र कमेन्ट बक्समा टी20 विश्वकप छनौटका लागि नेपाली टिमलाई शुभकामना पनि अवश्य प्रदान गर्नुहोला। युएमा सम्पन्न भएको युनिटी कप अन्तर्गत नेपाली टिमले वेस्ट इन्डिज विरुद्धको 3वटा टी20 श्रृङ्खलामध्ये 2 खेलमा जित हासिल गर्दै शानदार किसिमको सिरिजमा कब्जा गर्नुका साथै नयाँ कीर्तिमान समेत बनाउन सफल भएको छ। राति सम्पन्न भएको अन्तिम खेलमा भने नेपाली टिम 10 विकेटले पराजित हुँदै वेस्ट इन्डिज विरुद्धको सिरिजलाई क्लिन स्विप गर्ने सपना नेपाली टिमको पूरा हुन सकेन। वेस्ट इन्डिजको टिमले पहिले टस जित्दै नेपाली टिमलाई ब्याटिङको निम्तो दिएको थियो। नेपाली टिमले ब्याटिङमा हिजो भने सोचे अनुरूपको प्रदर्शन भने गर्न सकेन। नेपाली टोलीले 19.5 ओभरमा 122 रन मात्र बनाउन सफल भएको थियो। हिजोको खेलमा नेपालको तर्फबाट सर्वाधिक रन बनाउनेमा कुशल पोर्तेल रहे। उनले 29 बलमा 39 रन प्रहार गर्दा अन्य खेलाडीले खासै किसिमको प्रदर्शन भने देखाउन सकेनन्। कुशल मल्लले 12 रन, रोहित कुमार पौडेलले 17 रन, गुलसन झा 10 रन र सन्दीप जोरा 14 रन बनाएर आउट भएका थिए। 23 रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको वेस्ट इन्डिजको टिम 12.2 ओभरमा लक्ष्यलाई भेटाउन सफल भएको थियो। अघि सम्पन्न भएका दुईवटा खेलमा नेपाली टिमले पहिलो खेलमा 19 रनको जित, त्यसपछि दोस्रो खेलमा 90 रनको शानदार जित हासिल गर्दै नेपाली टिम बलियो टेस्ट टोली वेस्ट इन्डिज विरुद्ध 2-1 को शानदार किसिमको सिरिज कब्जा गर्दै नेपालले नयाँ कीर्तिमान बनाउन सफल भएको हो। यो पटक टेस्ट टिम विरुद्ध सिरिज खेलिएको थियो र पहिलो पटक नै नेपालले सिरिजमा कब्जा गर्दै नयाँ इतिहास समेत रचन सफल भएको छ। यसका लागि नेपाली टिमलाई निकै नै बधाई रहेको छ। खेलाडीहरूको मेहनत, टिम एफर्ट, त्यसै गरेर ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै विधामा उत्कृष्ट किसिमको चुस्ती दुस्ती देखाउँदै नेपाली टिमले वेस्ट इन्डिज जस्तो बलियो टिमलाई पराजित गर्दै इतिहास रचेकोमा बधाई रहेको छ। अब कुरा गरौँ आगामी सिरिजहरूको बारेमा। आदरणीय दर्शक महानुभावहरू, अब नेपालका लागि निकै नै ठूलो महत्त्वपूर्ण सिरिज सुरु भइरहेको छ, जुन टी20 एसिया स्तरीय विश्वकप छनौटको रूपमा रहेको छ। यो पटकको टी20 एसिया स्तरीय विश्वकप छनौट ओमानमा सञ्चालन भइरहेको छ। विश्वकप छनौट अघि नेपाली टिमले 2वटा अभ्यास खेलहरू खेल्दैछ। 4 अक्टोबरमा ओमानसँग खेलिराखेको नेपाली टिमले 6 अक्टोबरमा कतारसँग प्रतिस्पर्धा गर्नेछ। एसिया स्तरीय विश्वकप छनौटमा 8 अक्टोबरमा नेपाली टिमले कुवेतसँग प्रतिस्पर्धा गर्दा 10 अक्टोबरमा जापानसँग सामना नेपाली टिमले गर्न लागेको हो। प्रत्येक ग्रुपबाट 2वटा टोलीहरू अर्को चरण अर्थात् सुपर 6मा प्रवेश गर्नेछ। सुपर 6मा प्रवेश गर्ने टिमले 4वटा खेलहरू खेल्नेछ। आफ्नो ग्रुपलाई छोडेर अन्य ग्रुपका टिमहरूसँग 2-2वटा खेलहरू खेल्ने कार्यतालिका बनाइएको छ। र आदरणीय दर्शक महानुभावहरू, 6 टोली मध्येबाट 3वटा टिमहरू 2026 को भारत र श्रीलङ्कामा हुने टी20 विश्वकपमा प्रवेश गर्नेछन्। नेपाललाई टी20 एसिया स्तरीय विश्वकप छनौटका लागि निकै नै शुभकामना। अब अर्को खेलको बारेमा चर्चा गरौँ, जुन हङकङ सुपर 6 रहेको छ। हङकङ 6मा कुल 12वटा टिमहरू रहेका छन्। नेपाली टिम ग्रुप एमा पर्दै साउथ अफ्रिका, अफगानिस्तानको टिममा रहेको छ। खेल 7, 8, 9 नोभेम्बरमा खेलिने भन्ने कुराहरू चलिरहेको छ। र यसरी आदरणीय दर्शक महानुभाव, नेपाली टिमले निकै नै महत्त्वपूर्ण सिरिज कब्जा गर्नुका साथै अब टी20 विश्वकपमा छनौट हुने अवसर रहेको छ। उता हङकङ 6को पनि खेल तालिका सार्वजनिक हुँदा नेपाली टिम एकपछि अर्को ठूलो प्रतियोगिताहरू खेल्न लागेको हो। आगामी खेलहरूका लागि नेपाली टिमलाई शुभकामना। यस्तै क्रिकेट र खेलको सम्बन्धित ताजा र ब्रेकिङ अपडेटका साथ उपस्थित हुनेछौँ। अहिलेको लागि यति नै। हवस् त, नमस्ते, जय नेपाल।